नमस्कार। जापानी भाषा सिक्दै हुनुहुन्छ र बीजेटी अर्थात् बिजनेस जापानिज प्रोफिसिएन्सी टेस्टको तयारी गर्दै हुनुहुन्छ भने आजको यो सामग्री ठ्याक्कै तपाईँहरूकै लागि हो। जापानी व्यापारिक संसारमा कुराकानी सुरु गर्नु अघि गरिने अभिवादनले तपाईँको प्रोफेसनलिज्म सिधै झल्काउँछ। परीक्षामा उच्च अङ्क ल्याउन मात्र होइन, जापानिज क्लाइन्ट्सको मन जित्न पनि यी औपचारिक अभिवादनहरूमा बलियो पकड हुनैपर्छ। आज हामी एउटा जापानी व्यावसायिक पत्रको पुरै एनाटमी अर्थात् संरचनालाई छर्लङ्ग पार्नेछौँ। सुरु गरौँ है त। जापानी पत्रचारलाई एउटा घर मान्ने हो भने यसका दुई मुख्य पिलरहरू छन्। पहिलो हो तौगो अर्थात् अनिवार्य सुरुवाती शब्द र दोस्रो हो क्यात्सुगो अर्थात् अनिवार्य अन्तिम शब्द। हरेक औपचारिक जापानी कुराकानी यी दुई महत्त्वपूर्ण शब्दहरूको वरिपरि घुमेको हुन्छ। अचम्मको कुरा के छ भने यी दुई शब्दले पुरै पत्रको अनुशासन तय गर्छन्। एउटा बिना अर्को अधुरो हुन्छ। आज हामी मुख्य रूपमा यी 5 कुराहरू हेर्नेछौँ: पत्रको जग, ऋतु र स्वास्थ्यको अभिवादन, प्रगतिको कामना गर्ने तरिका, इमेलमा प्रयोग हुने क्वेशन फ्रेजेस र अन्त्यमा औपचारिक समापन। सर्र अघि बढौँ। पहिलो खण्डमा छ जापानी व्यावसायिक पत्रको जग। यो स्टेप नबुझी हामी अघि बढ्नै सक्दैनौँ। ल हेर्नुहोस्, सबैभन्दा सामान्य र महत्त्वपूर्ण जोडी हो हाइकेई र केइगु। हाइकेई भनेको महोदय जस्तै हो भने केइगु भवदीय जस्तै। औपचारिक पत्रमा यी दुई सधैँसँगै आउनुपर्छ। हाइकेई लेखेर अन्त्यमा केइगु नलेख्नु भनेको नि टक्क सुट्टाइ लगाएर खुट्टामा चाहिँ चप्पल लगाएर अफिस गए जस्तै हो। यो व्यावसायिक नियमको गम्भीर उल्लङ्घन मानिन्छ। तर के सधैँ हाइकेई नै चल्छ त? चल्दैन। कहिलेकाहीँ हामीले धेरै नै सम्मानित व्यक्ति वा भिआइपी ग्राहकहरूलाई पत्र लेख्नुपर्ने हुन्छ। त्यस्तो बेला अझै उच्च स्तरको आदर देखाउन किङ्केई र समापनमा किङएनको जोडी प्रयोग गरिन्छ। यसले तपाईँको विनम्रता र प्रोफेसनलिज्मलाई अर्कै लेभलमा पुर्याउँछ। सुरुवाती शब्द त तय भयो। अब के त? अब हामी पत्रको दोस्रो संरचनातर्फ अघि बढ्छौँ। यो जापानी पत्राचारको एकदमै अद्वितीय र सुन्दर पक्ष हो, जसले उनीहरूको प्रकृतिको प्रेमलाई झल्काउँछ। त्यो हो ऋतु र स्वास्थ्य सम्बन्धी अभिवादन। जापानी व्यावसायिक संस्कृतिमा एउटा कडा नियम छ। सुरुवाती शब्द लगत्तै हालको मौसमको चर्चा गर्नै पर्छ। जस्तै जुनसुकै मौसममा मिल्ने जिकाको र युका। वसन्त ऋतु छ भने युशिनो खौ, ग्रीष्ममा सेकानो खौ, शरतमा बान्स्यु नो खौ र शिशिरमा ग्यानखान नो खौ। सुन्दा अलिकति अचम्म लाग्न सक्छ, व्यापारिक कुरामा किन मौसमको कुरा? तर यसले पत्रलाई एकदमै ठाडो र रुखो हुनबाट बचाएर आत्मीय र शिष्ट बनाउँछ। ध्यान दिनुहोला, बीजेटी परीक्षाको रिडिङ खण्डमा यी वाक्यांशहरू बारम्बार सोधिने भएकाले यसलाई कण्ठस्थ पार्नुको विकल्प छैन। मौसमको सुन्दर चर्चापछि अब हामी पत्रको तेस्रो र एकदमै महत्त्वपूर्ण चरणमा प्रवेश गर्दैछौँ। त्यो हो प्रगतिको कामना। व्यावसायिक संसारमा अरूको सफलताको कामना गर्नु भनेको आफ्नो सम्बन्ध बलियो बनाउनु हो। यस्तो कामना गर्न प्रयोग हुने यी विशेष वाक्यांशहरूले गहिरो सम्मान व्यक्त गर्छन्। किसानी ओकारे मासेतेवा अर्थात् हजुरको कम्पनीको सन्दर्भमा, वा मसुमासु गोसेयई जसले उनीहरूको व्यवसाय अझ फस्टाइरहेकोमा खुसी व्यक्त गर्छ। साथै हेइसोवा खाकुबात्सुले सधैँ प्राप्त भएको विशेष सहयोगका लागि गहिरो कृतज्ञता देखाउँछ। यी वाक्यांशहरूले हामी तपाईँको प्रगतिको कदर गर्छौँ भन्ने बलियो सन्देश दिन्छन्। ला, अब बल्ल हामी पत्रको मुख्य भाग अर्थात् बढीतर्फ अगाडि बढ्दैछौँ। यहाँ विशेष गरी आधुनिक इमेल शिष्टाचार र जापानी सञ्चारको ज्यान मानिने क्वेशन फ्रेजेसको कुरा आउँछ। इमेलमा प्रयोग हुने क्वेशन फ्रेजेस जसले हाम्रा अनुरोधहरूलाई एकदमै नरम र भद्र बनाउँछन्। जापानी संस्कृतिमा मुख्य व्यावसायिक विषयमा सिधै टु द पोइन्ट प्रवेश गर्नुलाई अलि अशिष्ट मानिन्छ। त्यही भएर कुरालाई अलि सफ्ट बनाउन यी क्वेशन वाक्यांशहरूको प्रयोग गरिन्छ। यसले जापानी ओमोतेनाशी अर्थात् अतिथि सत्कार र विचारशीलता झल्काउँछ। इत्सुमोताइहेनले सधैँको सहयोगको लागि धन्यवाद दिन्छ। हाजिमेते पहिलो पटक सम्पर्क गर्दा प्रयोग गरिन्छ। त्यस्तै कोही व्यस्त छ भने गोताबो नो ओरी भनेर व्यस्ततामा बाधा पुर्याएकोमा क्षमा माग्न सकिन्छ। अनि बल्ल सासुकुदेवा भन्दै मुख्य विषयमा प्रवेश गर्न सकिन्छ। सही समयमा सही क्वेशन प्रयोग गर्नु नै साँच्चैको व्यावसायिकता हो। सबै कुरा लेखिसकेपछि अब हामी पत्र संरचनाको 5औं र अन्तिम चरणमा आइपुगेका छौँ। पत्राचारलाई सुरु गरे जस्तै पूर्ण गरिमा र सम्मानका साथ बन्द गर्नुपर्छ।
औपचारिक समापन एउटा बलियो अन्त्यले सधैँ राम्रो छाप छोड्छ। यी समापन वाक्यांशहरूले भविष्यको प्रगतिको कामना गर्दै सन्देशलाई एकदमै सम्मानजनक रूपमा टुङ्ग्याउँछन्। माप्पित्सु नगारा वा किसानो सरानरूले थप प्रगतिको कामना गर्छ। त्यस्तै माजुवा सोचुले पत्रमार्फत विनम्र अनुरोध गर्छ भने गोजियाई कुदसाईले स्वास्थ्यको ख्याल राख्न आग्रह गर्छ। याद राख्नुहोस्, तपाईँको ओपनिङ जति दमदार हुन्छ, क्लोजिङ पनि त्यति नै अर्थपूर्ण र प्रोफेसनल हुनुपर्छ। अब फेरि एकपटक यो सुनौलो नियम सम्झौँ है त। हाई केहीबाट सुरु गरेपछि सधैँ केही घुमा अन्त्य गर्नुपर्छ। यो नियमलाई आफ्नो दिमागमा एकदमै लक गरेर राख्नुहोला। यो एउटा मात्र नियम राम्ररी बुझ्दा पनि तपाईँले बिजेटी परीक्षामा निश्चित रूपमा केही अङ्क पक्का गर्न सक्नुहुन्छ। अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ त, के यी कडा भाषिक संरचनाहरू र नियमहरू सिक्नु केवल एउटा परीक्षा पास गर्नको लागि मात्र हो त? पक्कै होइन। यी नियमहरू परीक्षाका प्रश्न मात्र होइनन्, विश्वव्यापी व्यापारमा क्रस कल्चरल विश्वास जित्ने र जापानी वा अर्थात् सद्भाव कायम गर्ने सबैभन्दा बलिया पुल हुन्। जब तपाईँ उनीहरूकै शैलीमा, उनीहरूकै सम्मानका साथ कुरा गर्नुहुन्छ, तब व्यापार मात्र होइन, मन पनि जित्नुहुन्छ। आजको यस व्याख्यात्मक सामग्रीमा हामीसँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद। जापानी भाषाको अभ्यास निरन्तर गर्दै गर्नुहोला।